मिल्यो कसले काम गरेर खान नदिनु भयो तिमीलाई कसले त्यही छ नि एउटा जे कुरा गरे नि धोका दिनेलाई के भन्नु र खै भनेर गीत गाएर हिँड्छ नि एउटा गाउँको गायक क्या त्यो मदन गाउँका केटाहरूलाई मैले यो ड्रेस लगाएर ल मलाई त अब बेलायतको सेनाले भर्ना गर्यो ठुलै पदमा तिमीहरूलाई पनि लैजान्छु केटा हो अलिअलि खर्च झिक भनेर चाहिँ तिनीहरूलाई मैले थाङ्नामा सुताइसकेको थिएँ कहाँबाट त्यो आएर यस्तो पनि हुन्छ उस्तो पनि हुन्छ भनेर चाहिँ सबै भण्डाफार गर्थ्यो त्यसको यो कन्सेप्टमा उम्रेको फुलोरोलाई चुना लिएर फालिदिउँ क्या हो त्यसो गरेर कसो होला तिमी पनि कामै नलाउने मान्छे रहेछौ लाउरे पनि घर छोडेर गयो घर खाने भन्ने कुरो केही पनि छैन न भुटुन छ न चामल छ न मसला छ केही पनि छैन भविष्य बारेमा केही सोचेको तिमीले त्यही सोचेर त केटाहरूसँग अलिअलि खर्च उठाउनु विचार गरेको थिएँ अब मेरो विचारमा के गर्नु पर्ला भनेदेखि चाहिँ मेरो विचारमा अब के गर्नु पर्ला भनेदेखि मेरो विचारमा के गर्नु पर्ला भनेदेखि अब हामी त्यो लौरेको कोठा खानतलासी गर्नु पर्यो अब हामी सुत्नु पनि किन यहाँ तल सुत्ने त्यसको कोठा फोरेर चाहिँ मजाले त्यसै पलङमा सुत्नु न सुत्यो खु उसको कोठामा त चाल्छो लाएर गएको छ त्यसै अब तालतलाई त घनले टाउको ट्वाङ हिँडेर टाउकोसँग फुटाइदिन्छु ल आइज माथि जाउँ आइज न हामी चाहिँ तल त्यस्तो त्यो सुकुलमा सुत्ने अब त हामी यहीँ सुत्नुपर्छ ए ओछ्यानमा हेर आमै हेर त बुढा क्यासेट पनि रहेछ रेडियो पनि रहेछ हेर टिभी पनि रहेछ त्यो क्यासेट त्यहाँ छ क्यासेट सुन्ने कान यहाँ छ त्यो टेलिभिजन त्यहाँ छ त्यो हेर्ने आँखा यहाँ छ के सामान चाहिँ हेर्नु पर्यो नि ए बुढी त्यहाँ त बेलायती यस्तो रहेछ नि मलाई बेलुका खानलाई ठिक्क पारेर लाउरी छोडेर गएको छ बेलुका त त्यो खानुपर्छ नि त्यसो गरेर कसो होला ए बुढा साँचो घुमिरहेको छ तर ए परामा के छ त्यो पनि हेर्नु पर्यो नि खोल 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 हेर त कति सुन यत्रो सुन छोडेर गएछ यो सुन्दा कारणमा लाएर बेच्न पाए त कत्रो घर आउँथ्यो होला है कति पैसा आउँछ होला हामीसँग कति पैसा हुन्छ होला ए हरिबहादुर भाइ ए हरिबहादुर जी असल छिमेकी हरिबहादुर भाइ के हो तिम्रो घरमा म आउँदाखेरि चाहिँ मलाई गधाको बच्चा भन्ने अहिले मेरो घरमा आउँदाखेरि चाहिँ तिमीलाई के को बच्चा भन्नु मल साब्रोको बच्चा भनौँ त्यसो गरेर कसो होला तिमीहरूमा कन्सेप्टमा फुलौरा उम्ला फुरौले जाऊ हरिबहादुर हेर म मन साब्रोको अहिले कमिलाकै बच्चा भनेन म सानो कमिलाको बच्चा तिम्रो अगाडि हरिबहादुर मलाई अलिक मद्दत गर्नु पर्यो लौ न हरिबहादुर हेर छिमेकीलाई के आपद पर्दा यसो सहयोग गर्ने भनेको छिमेकी त हो नि हरिबहादुर होइन र मलाई त्यति मद्दत गर्नु हरिबहादुर लौ न पहिला कुरा भन कुरा के हो पहिले म विचार गरी बक्सिन्छु अनि हुन्छ कि हुँदैन अनि म भनि बक्सिन्छु नि त्यसो गरेर कसो होला हेर हरिबहादुर मेरो श्रीमतीलाई सन्चो नभएर यहाँ हेल्थ पोस्टमा लगेर जताउनु लगेको हो कि हेल्थ पोस्टमा त हेल्थ असिस्टेन्टले यहाँ हुँदैन यो स्वास्थ्य चौकीमा हुँदैन सहर लगेर औषधि गर्नलाई जाऊ तिम्रो श्रीमतीलाई भनेर भन्यो मसँग पैसा छैन के गर्ने मलाई ऋण मिलाइदिउ न हरिबहादुर लौ न मिलाइदिउ न कति चाहियो 1-2 करोड 1.5 लाख रुपियाँ लाग्छ अरे हरिबहादुर लौ न हेर म राम्रो मान्छेलाई भाइ दिएँ नि त 1-2 लाख रुपियाँ तिर्नु पर्दैन भनेर त्यसै पनि दिन्थेँ तर तिमी त राम्रो मान्छे होइन है अनि त्यसैले म त त्यसै त दिन्न
विश्वास दिलाउनु पऱ्यो नि त्यसो गरेर कसो होला ठिक छ हरिबहादुर मैले मेरो घरै छिटो राख्छु भनेर एक हातमा कालो हाँडी एक हातमा तेल अर्को एक खल्तीमा तम्सुकै लेखेर ल्याएको छु हरिबहादुर म घर तिमीलाई पास गरिदिन्छु मलाई 1.5 करोड चाहिँदैन हरिबहादुर 1.5 लाख रुपियाँ पुग्छ लौ न हरिबहादुर हरिबहादुर ल हुन्छ ल ए हुँदैन त्यस्तो घर के काम मलाई त्यो घर त गोठ गाए पनि पार्नु डर लाग्छ मलाई त भड्के लाग्यो भनेर बिन्ती हेर ल ल ठिकै छ ल होइन ए हामी यहाँ मेरो जिउमा गाली लाग्यो ल खै यो तपाईँसँग के लेखेर ल्याएछ लितम धनी साउका नाममा चित्रबहादुरको नाति मित्रबहादुरको छोरो ए तिम्रो बाउको नाम मिलेन यसो झगडिएको मान्छेको बाउको नाम पनि मित्रबहादुर हुन्छ नाम फेर बाउको विचित्रबहादुरको छोरा मदन बहादुरले लाकोरी भन्ज्याङ बस्ने चरीबहादुरको नाति तरीबहादुरको छोरो हरिबहादुरसँग घर खर्च गर्न आवश्यक परेकोले 1 लाख रुपियाँ नगद लिएको छु सो मितिमा सो रकम नतुरुन्जेलसम्म म हरिबहादुरको घरमा अर्दली भई काम गरी ब्याज कट्टा गर्नेछु ल जाऊ पैसा खै त हरिबहादुर ए पैसा ल 1.5 लाख रुपियाँ त खल्तीमा राखेर हिँड्छु जहिले पनि ओहो जय होस् हरिबहादुर तिम्रो जय होस् हरिबहादुर हरिबहादुर भन्ने होइन अनि आजको मितिदेखि साउ हरिबहादुर भन्नु मलाई बुझ्यौ त्यसो गरेर कसो होला साउ हरिबहादुर साहब हरिबहादुर मालिक ठिक छ ल है ल जाँडे पैसा तिर ल्याउनु है राम्रोसँग घस न यहाँ कम्मर सब लैजा हो मेरो कम्मर दुख्छ क्या कम्मरमा मजाले घस हो स्याबास अब फेरि टाउकोमा थ्याप गर यसो गर हो यसो टाउकोमा यसो गर न हो ए बिस्तारै गर गिरे हल्लेला फर्स्टमा बिस्तारै गरेको मालिक के हो केरी लगाए मालिकलाई अलि राम्रोसँग लगाउ न हजुर मालिक नि बिस्तारै गरेको चाँडै हात गल्यो हातमा लाग्यो यहाँ ला तलसम्म ला हो स्याबास अब अहिले मलाई तेल घसेपछि ऊ मालिकनीलाई पनि लाउनु पर्छ बुझिस् त्यसो गरेर कसो होला मैले फेरि मालिकनीलाई तेल लाउने हातै गलिसक्यो मालिक तैँले होइन तेरो स्वाइनले सन्चो छैन तेरो बुहारी पठा मालिकनीलाई तेल लाउनुले कसरी पनि बिचरा जिउ दुख्यो भनिरहेको छ दल तिमीलाई के भन्नु र भाइ तिमी हाँसो त यो गीतमा हजुर मालिक त यो गीतमा जहिले पनि जे गरे पनि धोका दिनेलाई भने त मलाई यो गीत सुन्नै मन लाग्दैन नगा मेरो घरमा बस्ने हो नि गीतमा दल हात गोलो मालिक हात गलिसक्यो आया हुँदैन बेच्नु हुँदैन फेरि बेच्यो भनेदेखि पुलिसले कोठाले समातेर यत्रो सुन एकैपल्ट कहाँबाट ल्याइसक्यो भनेर सोध्छ क्या बिस्तारै एउटा दुईटा गरेर बेच्नुपर्छ त्यसो गरेर कसो होला पोल्ट जा त्यसलाई घरमा पनि राख्नु हुँदैन लगेर तल बाँसा झाङ्छ नि हो त्यहाँ खाल्टो अलिक गहिरो खनेर त्यहाँ लगेर थपक्क राखेर पुर्दिनुपर्छ है अनि लाउरेले आएर यसो हेरेर खै मेरो गहना खायो भने हामीलाई थाहा छैन हामीलाई के थाहा भन्नुपर्छ है त्यसो गरेर कसो होला बाँसको पातमा के भन्दै सुत्ता चिप्लिन्छ कि बिस्तारै यहाँनिर खानु कस्तो तर्सिर कि ज्वरो आस्तो गरेर चाहिँ
उसैले मलाई पनि डर लागेको छ झन् के गरेछ बुढी यहाँ बाँसको जराम परेछ तान तान तन तान नखान त्यहाँ यही खोल्नु पर्छ उठ्नु न के हो हरिबहादुर आत्तिएर कराइरहेछ हरिबहादुर कराइन्छ त्यो कराउने काम हो त्यसो के हो आपत परेरै कराएको हो त्यो त आपत परेर कहाँ यता बाँसघारीबाट आवाज आइरहेछ कहाँ बाँसघारीबाट आवाज आइरहेछ बाँसघारीमा यस बेला हरिबहादुर किन कराउँथ्यो स्याल करायो होला बाँसघारीमा होइन हरिबहादुरै हो हरिबहादुर हरिबहादुर किन करायो चिच्याएर कराइरहेछ चिच्याएर कराइरहेछ के परेछ त्यसलाई आपत परि के दोष कोही के अरे किस्ने हरिबहादुरको स्वर होइन भयो हो बा हो के भएछ त्यसलाई आउनु हरिबहादुरलाई के भएछ कहाँ बा यता 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 कता यता तल कहाँ के अरे के भएछ मदन बहादुर आउँछन् उठ्न ए बुढी ए मान्छे आउनलाई मान्छे आकाशबाट पानी परेन हुन्थ्यो छर्किने पानी त पाइन्छ ए हरिबहादुर ए बुढी ए हरिबहादुर किन कराएको किन चिच्यायो के हो किन यहाँ यस बेला यहाँ तिमीहरू के गरेर आयो यस बेला किन चिच्यायो के हो अलैँचीलाई के हो जे भए पनि तिमीलाई के मतलब तिमी चुप लागेर जाऊ न किन यहाँ के गरेर आयो तिमीहरू अब के हो त्यो कसको अस्ति बन्दरी हो अब ए हरिबहादुर तिमीले कसलाई मारे यहाँ गाडा थियो र अहिले अस्ति बन्दर छिकेर काना लाग्यो तिमीले मैले मारे हो अब हेर कस्तो डर लाग्दो म जन्मार हो मैले यहाँ खाल्डो खन्दाखेरि भेटाएको बरु तिमीलाई चाहिन्छ भने लिएर जाऊ केटाको रे खन्दाखेरि भेटाएको रे भेटाएको अस्ति बन्दर भेटाएको बढ्दै कुरा गर्दा यति बेला यस राति यो खन्नु कारण के काका के हो किन खन्नुको कारण के होला भन्छ त्यो किनभनेदेखि त्यो किनभनेदेखि त्यो अब त्यो भाँडोमा के हो त्यो के पर्दैन अब यो सुनको गहनाभित्र लाउदाईको सुन हो त अझ खल्तीमा हाल्छ बदमास बेकुर मान्छे म अब पुलिस थानामा गएर यो अस्ति बन्दर भेटिएको विषयमा पनि रिपोर्ट गर्छु यो गहना यो भेटिएको विषयमा पनि रिपोर्ट गर्छु त्यो मदन बहादुर यो अस्ति बन्दरको विषयमा चाहिँ रिपोर्ट गर है गहनाको विषयमा चाहिँ लाउरे चाहिँ हो म दिइहाल्छु नि रिपोर्ट नगर त्यसो गरेर कसो होला धोका दिनेलाई के भन्नु र खै तिमी हाँसोको मै बसाउन रोइ भने हाँसो गर्छ ए मदन बहादुर एकछिन बसेन म पनि आउँछु एकछिन बसेन मेरो बुढी
मधुमार दाइ तपाईँहरू त यहीँ घर भएको मान्छे यसरी खाल्लो खनेर मान्छे गाडेको त तपाईँहरूले थाहा पाउनु पर्ने होइन र के हो यसरी खाल्लो खनेर मान्छे गाडेको त तपाईँहरूले थाहा पाउनु पर्ने होइन कसले गरेको यो अब कसरी थाहा पाउनु भाइ अब म त अब यहाँ गाउँ छोडेर विस्थापित भएर पर गएर अन्त्य गरेर बसिया थिएँ टाढा अब कसरी थाहा बरु यो कुरा यो हरिबहादुर चाहिँ यही गाउँमा बसेको छ उसले थाहा हुनुपर्छ यो कुरा तिमीलाई थाहा छ भाइ अब यो ठाउँमा त स्याल आउँछ स्याल आएर टोक्ला भनेर यो बाँसको झ्याङमन्तिर त कोही पनि मान्छे नै आउँदैन अब डर लागिहाल्छ नि अब को आउँछ सुई बाँस कराएर आउँछ कसरी सुन्नु हामीलाई त थाहा छैन जे पनि यहाँ अब यो कङ्काल भेटेपछि यहाँ कोही न कोहीले त यो मान्छे ल्याएर गाडेको त पक्कै भयो नि होइन तर कसले ल्याएर गाडेको हो होइन जसले गरे पनि हामी दिनरात यहाँ ओर्दो गर्नुपर्ने ठाउँ लिएर आएर यसरी मान्छे लिएर आएर गाड्न त पाइँदैन नि त्यो मान्छेलाई त तपाईँले पत्ता लगाएर जन्मेर सजाइदिनु पर्छ त्यसो गरेर कसो होला सिरियो साहब आउनुभयो एकदम त सिरियो साहब हो उहाँसँगै आउनु केटी मान्छे अर्को मान्छे को हुन् क्यारे कुनी ए उहाँ चाहिँ मानव अधिकारवादीहरू मानव के मानव अधिकारवादीहरू ए मानव अधिकारवादी नमस्कार नमस्कार ल हेर्नुहोस् ल मलाई त नेपाल सरकारले क्षतिपूर्ति दिनुपर्छ राति यो देखेर चिचाउँदाखेरि त मेरो त जिउको 3-4 किलो मासु नै घट्यो तर्सेर खसीको मासु त त्यस्तो महँगो छ मेरो त कति मूल्य उहाँ को हुनुहुन्छ ए ऊ चाहिँ हरिबहादुर मेरो छिमेकी यो घरसँगै यताको घर के उसैले आएर हिजो राति आएर यहाँ खाल्डो खनेको रहेछ खाल्डो खन्दाखेरि यो कङ्काल भेटेछ यो कङ्काल देखेपछि एकदम तर्सेर चिच्याएपछि हामीले थाहा पाएर दौडेर आएर यहाँ हेर्न आउँदाखेरि अनि यहाँ त यो कङ्काल भेटेछ है कङ्काल जिउसँगै हरिबहादुर कसको अनि तपाईँ त्यति मध्यरातमा यहाँ आएर खन्नुको कारण के नि हाम्रो मालिक लाउरेले गनाको पोको छोडेर गएको थियो हाम्रो घरमा डाँका लाग्ला भनेर अनि यहाँ बासा फेर्ने र खनेर लुकाउन ल्याएको अनि लुकाउन ल्याउँदाखेरि अनि यो देखेको हामीले चोर्या त होइन हामी त फेरि गरेर चिचाउँदाखेरि तर्सेर सबै गहना यहीँ छोड्या यो मदन बहादुरले पोको पारेर लगाएको छ है सिडो साहब मलाई पछि फेरि यो औँठी खै त्यो खै भने चाहिँ सोध्नु पाइँदैन त्यसो गरेर कसो होला हेर्नुहोस् सिडो साहब यो यहाँ मैले जे भेटाएको हो सबै मैले घरमा सुरक्षितसँग राखिदिएको छु ए यो अस्ति पन्जर कसो हुनसक्छ त यो सुरक्षा फौज र विद्रोहीको भिडन्तमा परेर मरेर गाडिएको पनि हुनसक्छ अथवा राज्यले बेपत्ता गरेको पनि हुनसक्छ इन्जिनियर साहब त्यो अस्ति पन्जरलाई बाहिर निकाल्न लगाउनुहोस् त हस् एकेटा सुन त बिस्तारै खनेर यसलाई अप्ठ्यारो नपार्ने गरेर बिस्तारै निकालेर खन त यो फोटो त मैलाको जस्तो छ तपाईले यो फोटोलाई चिन्नुहुन्छ खोइ हेरौँ खोइ कहाँ देखा जस्तो छ यो अनुहार राम्रोसँग देखिने ए हरिबहादुर हेर यो कसको फोटो चिनेको मान्छेको फोटो हो मलाई त घिन लाग्छ ल तिमी हेर किसिनै राम्रोसँग हेरे यो फोटो त हेर राम्रो फोटो यो फोटो हरिबहादुरको बुहारीको फोटो होइन यो हो बा हो हरिबहादुरको ए हरिबहादुर यो त तिम्रो बुहारीको फोटो जस्तो हेर आमै हो त यो हाम्रै बुहारीको फोटो घरबाट निस्केर जाँदाखेरि छोराले लिएर गएको यही फोटो
छिटो साहब, अस्ति पञ्जरको प्रकृति हेर्दाखेरि पुरुषको जस्तो छ। फेरि अस्ति पञ्जरसँगै हरिबहादुरजीको बुहारीको फोटो पनि भेटिएको छ। त्यसैले मलाई जहाँसम्म लाग्छ यो हरिबहादुरजीको छोराकै कङ्काल हुनुपर्छ। अब हामी यो यसको मुचुल्का उठाउँछौँ होइन, यो लास कसको हो भन्ने कुरा हामी चाँडै पत्ता लगाउँछौँ हजुर। अब पत्ता त लागिहाल्यो नि कसको भनेर। अब यो तस्बिर हरिबहादुरको बुहारीको हुँदै हो। अब यो हरिबहादुरको छोरा घरबाट बाहिर निस्किँदा यो तस्बिर ब्यागमा राखेर गएको थियो अरे भनेपछि त अब अरूको हुने त कुरै छैन नि। बरु किस्ने बरु यो हरिबहादुरको बुहारीलाई एकपल्ट खबर गरिदियो हेर। अब काज क्रिया गर्नु पर्ला होइन, यस्तो बेलामा चाहिँ अनि छिमेकीलाई मद्दत गर्ने भनेको होइन, खबर गरिदियो। हस् बा। जाऊ जाऊ जाऊ, के गर्ने होला। हेर सरस्वती, जे हुनु भयो। अब रोएर केही फाइदा छैन। मनलाई बुझाऊ। हेर नरो, जे हुने भइसक्यो। मनलाई बुझाऊ। अब रोएर केही फाइदा छैन। अब धैर्य गर्ने, मन बलियो गर्ने बाहेक अरू केही उपाय छैन त। अब समझदारीले नै त्यही हो। ज्यादै नराम्रो भयो। मेरा यी पनातीहरू टुरा तपाईहरुप्रति हाम्रो पनि हार्दिक संवेदना छ। हामी पनि तपाईहरुको दुखमा बराबरका शरीक छौं। ल, मृतकको शनाखत भयो। भेटिएको अस्थिपञ्जर तपाईहरुकै छोराको हो भन्ने पुष्टि पनि भइसकेको छ। अब हामी काठमाडौँ गएर दोषी को रहेछ त्यसलाई सजाय दिलाउने कोसिस गर्छौं। तपाईहरु आत्तिनै पर्दैन। कहीं पनि मानव अधिकारको उल्लङ्घन हुनु हुँदैन। यदि कसैले मानव अधिकारको उल्लङ्घन गर्ने काम गर्छ भने
त्यसलाई सजाय दिलाउने उद्देश्य हाम्रो हो। यसरी राज्यले बेपत्ता पारेर मारेपछि क्षतिपूर्ति दिलाइदिनु पर्यो नि त तपाईँहरूले। अरूले वा 4-5 लाख रुपियाँ ल्याएछन् है। त्यो पनि हामीले कोसिस गर्छौँ। हेर्नुहोस्, क्षतिपूर्तिको पैसा आएपछि सिधै मेरो हातमा दिनु होला नि, ज्वाइँ साहबको हातमा नदिनु होला। उहाँको हातमा परेपछि त फेरि जाँड खाएर सिध्याइदिनुहुन्छ। के अरे मैले 1 टुवा खाँदाखेरि आफूले 10 टुवा तुन्काइसके हुन्छ? त्यसो नभन्नुहोस् है। त्यसो गरेर कसो होला? ओहो, एउटा आमाको मन रुदा कस्तो हुन्छ? मैले 10 धारा दुध चुसाएर हुर्काएको त्यो पैसा मलाई चाहिन्छ, मलाई। ओहो, होइन अरे त्यो पाउँदाखेरि चाहिँ यसको दुध गान्नेर उहाँ दुधै नआएर मैले भैँसी किनेर ल्याएको। कतै ऋण खोजेर मैले ऋण खोजेर भैँसी किनेर ल्याएको, दुध खुवाएर हुर्काएपछि नि त त्यो पैसा त मैले पाउनुपर्छ। त्यसो गरेर कसो होला? होइन मैले पाउनुपर्छ त्यो पैसा। यसलाई दियो भने त यसले त गहनासना बनाएर ल्याएर सकाउँछ। होइन, यिनलाई दियो भने ट्वान हार जम्मै सिद्ध्याउँछन्। मलाई दिनु त्यो पैसा। होइन माउलाई दिने होइन, बाउलाई दिनुपर्छ। होस्, मलाई पैसा चाहिँदैन। त्यो पैसा उहाँहरूलाई नै दिनुहोस्। तपाईँहरूलाई लाग्छ छैन यस्तो बेला पैसा कुरो गर्ने हो? खालि पैसा पैसा पैसा। हाम्रा अरू पनि नयाँ र पुराना भिडियो हेर्नका लागि तलको रातो बटन थिचेर सब्स्क्राइब गर्न नबिर्सिनुहोला।